नेपालबाट पोल्यान्डको उडान भरेर विमानस्थलमा अवतरण गरिसकेपछि र पहिलो पटक आफ्नो तोकिएको कोठा वा बसोबासको स्थानमा पुगेपछि सुरुवाती चरणमा केही अत्यावश्यक प्रशासनिक तथा व्यावहारिक कामहरू गर्नुपर्ने हुन्छ। विमानस्थलबाट बाहिर निस्किएर आफ्नो कोठामा पुगेपछि सबैभन्दा पहिले आफ्नो कम्पनी वा रोजगारदाताले तोकेको प्रतिनिधि वा म्यानेजरलाई सम्पर्क गरी रिपोर्टिङ गर्नुपर्छ र कागजातहरू मिलाउनुपर्छ। यसपछि पहिलो केही दिनभित्रै स्थानीय सार्वजनिक यातायातको प्रयोग गर्नका लागि मासिक वा साप्ताहिक ट्राभल कार्ड, सिटी कार्ड टिकट बनाउनुपर्छ, जसले गर्दा शहरभित्र बस, ट्राम वा ट्रेनमा आवतजावत गर्न सजिलो र सस्तो हुन्छ। यसै क्रममा आफ्नो दैनिक जीवनलाई सहज बनाउन र रोजगारदाताबाट तलब बुझ्नका लागि पोल्यान्डको कुनै भरपर्दो ब्याङ्कमा ब्याङ्क एकाउन्ट खोल्नु अर्को अति महत्त्वपूर्ण कदम हो। पोल्यान्डमा ब्याङ्क खाता खोल्नका लागि पासपोर्ट, भिसा र यहाँको अस्थायी वा स्थायी ठेगाना खुल्ने कागजात आवश्यक पर्छ र ब्याङ्क खाता खोलिसकेपछि एटिएम वा डेबिट कार्ड प्राय केही दिनभित्रै हुलाक मार्फत वा ब्याङ्कबाटै प्राप्त हुन्छ। यसबाहेक आफ्नो मोबाइलको लागि स्थानीय सिम कार्ड लिनु र भिसाको नियमअनुसार आवश्यक पर्ने रेजिस्ट्रेसन वा चेक इन प्रक्रियाहरू समयमै पूरा गर्नुपर्छ। सुरुवाती प्रशासनिक कामहरू मिलाइसकेपछि त्यहाँको काम, कमाई र जीवनयापनको वास्तविक आर्थिक चक्र सुरु हुन्छ, जसमा पोल्यान्ड सरकारले तोकेको न्यूनतम ज्याला र आम्दानीको हिसाबले राम्रो व्यवस्था गरिएको छ। पोल्यान्डमा सामान्यतया प्रति घण्टा न्यूनतम ग्रस ज्याला करिब 28 देखि 30 जुरोटीको हाराहारीमा पाइन्छ, जसले गर्दा पूर्णकालीन रूपमा काम गर्ने कामदारहरूको मासिक न्यूनतम ग्रस तलब करिब 4300 देखि 4500 जुरोटीसम्म पुग्छ। यसरी काम गर्दा कर तथा अन्य कटौतीपछि हातमा पर्ने खुद तलब नेट स्यालेरी करिब 3300 देखि 3500 जुरोटी हुन्छ र यदि तपाईले नियमित रूपमा ओभरटाइम पाउनुभयो भने यो आम्दानी अझ बढी हुन जान्छ। पोल्यान्ड पुगिसकेपछि बस्ने ठाउँको लागि शेयरिङ कोठा वा अपार्टमेन्टमा बस्दा मासिक करिब 800 देखि 1200 जुरोटीसम्म भाडा पर्न आउँछ भने यदि तपाईँ एक्लै स्टुडियो अपार्टमेन्ट लिएर बस्न चाहनुहुन्छ भने त्यसको भाडा मासिक 1800 देखि 2500 जुरोटीसम्म पर्न सक्छ, जसमा युटिलिटी बिलहरू छुट्टै तिर्नुपर्छ। बस्ने ठाउँ बाहेक खानेकुरा र दैनिक उपभोग्य वस्तुहरूको लागि सुपरमार्केटहरूबाट आफै सामान किनेर पकाउने हो भने मासिक 600 देखि 900 जुरोटी खर्च हुन्छ भने सार्वजनिक यातायातको मासिक पासका लागि 111 देखि 150 जुरोटीसम्म लाग्छ। यी सबै खर्चहरू कटाएपछि यदि तपाईले मितव्ययी भएर जीवनयापन गर्नुभयो र कोठाको भाडा तथा खानपानमा सन्तुलन मिलाउनुभयो भने सजिलैसँग मासिक 1500 देखि 2500 जुरोटीसम्म जोगाउन सक्नुहुन्छ। पोल्यान्डको यो नयाँ यात्रालाई सफल र सहज बनाउनको लागि केही महत्त्वपूर्ण टिप्स तथा पूर्व तयारीहरू अपनाउनु अति आवश्यक हुन्छ। पहिलो कुरा, नेपालमै हुँदा वा पोल्यान्ड जानु अगाडि नै अंग्रेजी वा सामान्य पोलिस भाषाका केही आधारभूत शब्दावलीहरू सिकेर जानुहोस्, जसले गर्दा त्यहाँ पुगेकटान बाटो काट्दा, किनमेल गर्दा वा ब्याङ्कको काम गर्दा कसैको भर पर्नु पर्दैन। दोस्रो कुरा, त्यहाँको मौसम एकदमै चिसो हुने हुनाले नेपालबाटै उच्च गुणस्तरका तातो लुगाहरू, ज्याकेट र थर्मल कपडा पर्याप्त मात्रामा बोकेर जानुहोला, किनभने त्यहाँ पुगेर सुरुमा किन्दा महँगो पर्न सक्छ। तेस्रो कुरा, बाहिर रेस्टुरेन्टमा खाने बानी छोडेर सुरुदेखि नै सुपरमार्केटबाट सामान किनेर आफै पकाउने बानी बसाल्नुहोस्, जसले तपाईको सबैभन्दा ठूलो कमाई बचत गराउन मद्दत गर्छ। चौथो कुरा, पोल्यान्ड पुग्ने बित्तिकै कुनै पनि अवैधानिक वा शङ्कास्पद एजेन्टहरूको पछि नलागी आफ्नो कम्पनीका आधिकारिक प्रतिनिधिहरूसँग मात्र समन्वय गर्नुहोस् र कानुनको पालना गर्दै आफ्नो काममा ध्यान दिनुहोस्। पोल्यान्डमा सबै किसिमका खर्चहरू जस्तै कोठाको भाडा, खानेकुरा, बिजुली पानीको बिल, यातायात र व्यक्तिगत खर्चहरू कटाएर अन्त्यमा मासिक रूपमा नेपाल पठाउन सकिने, बचत हुने नेपाली रुपियाँको हिसाब त्यहाँको कमाई र तपाईको काम गर्ने तरिकामा निर्भर गर्दछ। पोल्यान्डमा सामान्यतया एउटा साधारण कामदारले सबै खर्च कटाएर महिनाको करिब 1500 देखि 2500 पोलिस जुरोटी PLN सम्म सहजै बचाउन सक्छ। यदि तपाईले नियमित रूपमा ओभरटाइम गर्नुभयो र आफ्नो खानपान तथा बसाइमा धेरै मितव्ययी बचत गर्ने स्वभावको हुनुभयो भने यो बचत मासिक 3000 जुरोटी वा त्योभन्दा बढी पनि पुग्न सक्छ। अहिलेको विनिमय दर एक्सचेन्ज रेट अनुसार एक पोलिस जुरोटीको नेपाली रुपियाँ करिब 34 देखि 36 रुपियाँको हाराहारीमा पर्छ। दर परिमार्जन भइरहन्छ। यसलाई आधार मानेर हिसाब गर्दा यदि तपाईले महिनामा 1500 जुरोटी बचाउनु भयो भने त्यो नेपाली रुपियाँमा करिब 51000 देखि 54000 रुपियाँ हुन आउँछ। यदि तपाईले महिनामा 2000 जुरोटी बचाउनु भयो भने त्यो नेपाली रुपियाँमा करिब 68000 देखि 72000 रुपियाँ हुन्छ। यदि तपाईले ओभरटाइम गरेर वा राम्रो काम पाएर महिनामा 2500 देखि 3000 जुरोटी बचाउन सफल हुनुभयो भने त्यो नेपाली रुपियाँमा करिब 85000 देखि 105,000 रुपियाँ वा सोभन्दा बढी रकम प्रत्येक महिना नेपाल पठाउन सकिन्छ, तसर्थ
पोल्यान्ड पुगिसकेपछि तपाईको कामप्रतिको लगनशीलता, ओभरटाइमको अवसर र फजुल खर्च नगरी गर्ने बानीले गर्दा नेपालमा लाखौं रुपियाँसम्म वार्षिक रूपमा पठाएर आफ्नो आर्थिक अवस्था बलियो बनाउन सकिन्छ।